विशेष किसिमको भाग्य रेखा, जुन भाग्य रेखाले चन्द्र पर्वत अर्थात् मुनको माउन्टबाट, चन्द्रमाको स्थानबाट सुरुवात भएर यदि तपाईको हातमा सम्म यदि पुगेको छ भने त्यो भाग्य रेखाले एक त मन र विचारमा ठूलो परिवर्तन, विपरीत लिङ्गीमा परिवर्तन, तपाईको हातमा यो चन्द्र पर्वतबाट यदि भाग्य रेखाको सुरुवात भएर शनि पर्वतमा गएर यदि इन्ड भएको छ भने त्यो व्यक्तिको भाग्य उदय, विवाहपछि जीवनमा उत्साह, आनन्द र करोडौं रुपैयाँको धन आर्जन गर्न सक्छ। चन्द्रमा एक त मनलाई, विचारलाई परिवर्तन गर्छ भने र अर्कोतिर तपाईको विपरीत लिङ्गी यदि पुरुषको हातमा यदि छ भने स्त्रीको ठूलो सपोर्ट पाउँछ, स्त्रीको सपोर्टबाट भाग्य उदय हुन्छ। यदि पुरुषको हातमा छ भने स्त्रीबाट, र स्त्रीको हातमा यदि यस्तो रेखा यदि चन्द्र पर्वतबाट यदि निस्केर शनि पर्वतसम्म यदि गएको छ भने त्यो स्त्रीले पुरुषको सहायताले भाग्य उन्नति गर्छ, अर्थात् जीवनमा सुखमा आउन सक्छ। र अर्को कुरो, आमाको ठूलो सपोर्ट हुन्छ, आमाबाट बुद्धि विचारको सपोर्ट, धनको सपोर्ट। र त्यही व्यक्तिको हातमा यदि चन्द्र पर्वतको अप स्थानबाट यदि भाग्य रेखाको सुरुवात भएर शनि पर्वतसम्म यदि गएको छ भने त्यस्तो व्यक्तिले विदेशमा गएर पनि ठूलो प्रगति गर्छ, धेरै प्रगति गर्छ। र त्यो व्यक्ति भनेको एकाग्रचित हुन्छ, सोचन शक्ति भरपूर मात्रामा हुन्छ। र निचोडमा भन्नुपर्दा त्यो व्यक्तिको जीवनमा खुशियालीको वर्षा बिहेपछि हुन्छ, करोडपति हुन्छ। यदि चन्द्रमाको स्थानबाट यदि भाग्य रेखा यो तरिकाले यदि मध्यमासम्म यदि गइसकेको छ भने तपाईको देश परिवर्तन हुन्छ, अर्थात् ठाउँ परिवर्तन हुन्छ। तपाई एक शहरमा हुनुहुन्छ भने अर्को शहरमा गएर प्रगति हुन्छ। संस्कृतिको आधारमा परिवर्तन हुन सक्छ, भाषाको आधारमा तपाईको स्थानान्तरण हुन सक्छ, अर्थात् एउटा कन्ट्रीबाट अर्को कन्ट्रीमा गएर प्रगति हुन सक्छ। त्यस्तो रेखा यदि तपाईको हातमा छ भने तपाईले बुझ्नुहोला, तपाईले एउटा गरिब परिवारमा जन्मे तापनि तपाईको जीवनमा खुशियाली आउँछ र आमाबाट ठूलो सपोर्ट। र एउटा स्त्री यदि तपाईले गृहस्थी यदि हुनुहुन्छ भने या तपाईको बिहे हुनेवाला छ भने त्यो स्त्री पक्षबाट अर्थात् त्यो केटी पक्षको ठूलो सहयोग हुन्छ। र तपाईलाई आफ्नो यदि श्रीमतीसँग यदि सपोर्ट यदि छैन भने तपाईलाई कुनै आत्मीय, यदि पुरुष छ भने आत्मीय महिलासँग ठूलो सपोर्ट, यदि महिला हुनुहुन्छ भने आत्मीय पुरुष जस्तो मित्रले तपाईको सपोर्ट गर्न सक्छ र तपाईको जीवनमा खुशियाली आउन सक्छ। त्यसकारण तपाईहरु पनि आफ्नो हातमा यस्तो रेखा छ भने यु आर लक्की। हस्त।